कुरा खतरा पाराले अब टोयलेट सफा नगरे धेरै दिन भए रहेछ ल्याउमा चिप्लिनु हो कुरा गर्न परिहाल्यो नि पाले दाजु अब मोटामोटी कुरा त्यही हो शिव ब्रो स्टुडेन्ट चाहिँ यता प्रिन्सिपल ऊ जस्तो के कोअर्डिनेटर जस्तो हुन्छ नि बोल्ने भने स्टप गर्ने नि बोल्ने के बढी ओके गरियो कहिले हिजो रातभर गरियो वाह फर्स्ट टाइम असाइनमेन्ट गरेर सुन्दैछु गुड गरेको सुन्दैछु कि गरेको भनेर भनेको छैन नि त असाइनमेन्ट हैन अनि के गर्यो त रातभर जाँड खाएर हल्ला गरियो यो चाहिँ ओबारे हो यस्तो चाहिँ कसरी भन्छ कसले चाहिँ टिचरसँग जाँड खाएर बाँच्नु अब यहाँ के हुँदैछ